अध्यक्षज्यू, प्रमुख अतिथिज्यू, मञ्चमा आसन सम्पूर्ण विशिष्ट अतिथिज्यूहरूमा मेरो नमस्कार। समसामयिक विकासको बारेमा मेरो गीत प्रस्तुत गर्न गइरहेकी छु। नमन गर्छु सम्पूर्णमा आए सबको माझ, वडा नम्बर 7 को बारे गाउन लाछु आज। 42-43 को कुरा गर्छु पहिले, त्यही बेलाको विकासको काम बयान गर्छु अहिले। प्रत्येक बालबालिकालाई बनाउन दक्ष शिक्षा दिन बनाउनु भो विद्यालय कक्ष। लेन लाइनको सुविधा नि सुरु गर्नु भयो, पानी चाहिँदा सार्वजनिक इनार बन्दै गयो। सडक ग्राभल गराउनु भो, बिजुली पोल विस्तार, माथि उठ्न मद्दत भयो सुविधाको स्तर। चाहिएको थियो सबैलाई विकास, 7 नम्बरमा बढ्दै थियो निकास। यसै गरी हाम्रो वर्तमान वडा अध्यक्षज्यूले पनि धेरै विकासका कामहरू गर्नुभएको छ। 2035 सालको नगर पञ्चायतलाई परिवर्तन भयो, वडा कार्यालय बनाई। वर्षौं बित्यो भवन पनि जीर्ण हुँदै गयो, सोही कारण नयाँ भवन स्थापना भयो। निर्माण गर्नलाई लागि पर्नु भो, आजबाट उद्घाटन गर्नु भो। प्रेम बस्तीमा विनी छ हाम्रै वडाभित्र, पहिले भन्दा राम्रो अनि विकास पाछ मित्र। कृष्णपुरमै रहेको छ राष्ट्रिय मावि पनि, बन्न सफल सद्बोत्कृष्ट विद्यालय भनी। चम्किँदैछ शिक्षाको दियो, विद्यार्थीको चाहना यही थियो। बाल क्लब साथै स्पोर्ट्स क्लब नि सफल हुँदै गछ, ज्येष्ठ नागरिक मञ्च बनेको हजुर सबलाई थाहा छ। कृष्णपुर आधारभूत स्वास्थ्य केन्द्र हेर, हामीले चिन्ने मौका पाछौँ प्रगति गरेर। जताततै फराकिलो सडक बनेको छ, 100 मिटर कायम हुँदै निकास थपेको छ। सीसीटीभी जडान भाछ चोकै चोकमा झन, सेक्युरिटी अलर्ट भयो ढुक्का भयो मन। खेलकुद मैदान बनाउनु भो, अन्तर्राष्ट्रिय स्तरको विकासका काम थपिँदैछन् निरन्तर अर्को। ब्याडमिन्टन कोर्ट बन्दैछ है यही वडामा हाम्रो, हाम्रै ठाउँका खेलाडीलाई बनाउन राम्रो। सफल साथै सुन्दरताको पहिलो किरण पाथ्यो, वातावरण मैत्रीपूर्ण शीतल टोलले पाथ्यो। ठाउँ ठाउँमा मठ मन्दिर गुम्बा चैत्य पनि, धर्म अनि संस्कृतिको जगेर्नालाई भनी। विकासको चुलीले चमत्कार, यति भन्दै छुटिन्छु नमस्कार। विकासको चुलीले चमत्कार, यति भन्दै छुटिन्छु नमस्कार।